तपाईँलाई कुनै फी दिनै पर्छ भन्ने छैन। तपाईँले काम भएपछि दिनुहोस्। अब काम चाहिँ कसरी हुन्छ गुरुजी भन्ने कुरा आउँछ। कहिलेकाहीँ के हुन्छ तपाईँको भाग्य भएको कुरो पाएको हुँदैन। धरानदेखि दार्जिलिङसम्म भारत नेपालको सीमावर्ती क्षेत्रमा हाल एउटा अनौठो तर विश्वास दिलाउने नाम चर्चामा रहेको छ। निशान्त एम ज्योतिष केन्द्र। वेस्ट बंगाल दार्जिलिङ जिल्लामा आफ्नो कर्मथलो बनाउनु भएका नेपाली भाषी विशान्त महाराजको यो केन्द्र पछिल्ला दिनमा सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वसम्मका लागि विश्वासको गन्तव्य बन्दै गएको छ। काकरबिटा नाका बोर्डरबाट 100 मिटर पूर्वतर्फ अवस्थित केन्द्रको दृश्य कुनै धार्मिक मेला जस्तो लाग्छ। सबै कुरा मेरा जीवनमा भए गरेका जति पनि कुराहरू छन्, मेरा हजुरबाउ बाउ, मेरा परिवार, मेरा दाजुभाइ, इष्टमित्र सबैको बारेमा उहाँले सर्र भनिदिनु भयो। तपाईँ यस्तो यस्तो काम गरेर हिँड्नुहुन्छ, तपाईँसँग यो समस्या यो छ भनेर भन्नुभयो। अनि गर्दै ठिकै छ भने चित्त बुझाएँ। अहिले पछि आएर उहाँसँग चाहिँ यस्ता यस्ता समस्याहरू भएका मान्छेहरू आउनुहुन्छ जसको चाहिँ डिभोर्सको केस अदालतमा पुगेर उहाँ अन्तिम केही कारणले नभएको अवस्थामा अनि कसैले भनिदिन्छ अनि यहाँ आइसकेर गरिसके पछाडि उनीहरूको बुढाबुढी मिलेर आजको दिन पनि लगभग 3 जोडी चाहिँ अदालतमा अन्तिम प्रक्रियामा पुगेका डिभोर्सका लागि पुगेका श्रीमान श्रीमती आज पनि आउनु भएको छ। र किन भन्छ 5-6 तरिकाले ज्योतिष हेर्छु, स्वरबाट, साउन्डबाट, हस्तरेखा, चिना, कुण्डली, तपाईको फेस, तपाईको दाँत, तपाईको हाइट सबैबाट मैले क्याल्कुलेसन गरेर जुन कुरो भन्। नमस्ते दर्शकबिन, हजुरहरूको जुन मिडियामा म मेरो तर्फबाट सिकिन्छु दिलबाटै धन्यवाद चाहन्छु, धन्यवाद दिन्छु। मेन कुरो के छ भने एस्ट्रोलोजर भनेको साइन्स हो। जस्तै अझै हाम्रो नेपाली मरवाडी बङ्गाल जति नै हिन्दू छ वा मुस्लिम छ, हाम्रो कुनैमा आयो भने यो नेपाल इन्डिया बोर्डर हो, मेची दार्जिलिङ डिस्ट्रिक्ट पर्छ। नेपाल इन्डियाको मेची पुलदेखि 100 मिटर यता इन्डिया तर्फै हो। यो पानटेकी मेन बजारमा आएर बोर्डरमा आएर मलाई सोध्यो भने प्रायः भनिदिन्छन् गुरुजीको अफिस कहाँ हो भनिदिन्छन्। अब हजुरले जुन अफिस एस्ट्रोलोजर कुरा गर्नु हो, एस्ट्रोलोजरमा किन विश्वास गर्ने? एस्ट्रोलोजर भने के हो? हेर्नुहोस्, हाम्रो नेपालीमा बाबुबाजेहरूले गर्दै आएको पहिलेको प्रथा थियो, फलाना बुढा मान्छेले भनेको ठ्याक्कै पुग्छ भन्थे। त्यतिखेर पुग्थ्यो, अहिले पुग्दैन थियो। त्यतिखेर किन पुग्थ्यो भने चाहिँ जो मान्छे इमान्दार भला आदमी हुन्छ, चुतियागिरी गर्दैन र उसँग एक किसिमको पोजिटिभ पक्षहरू एक्टिभ हुन्छ। तर हामीले पढेको हो। हेर्नुहोस्, अब एस्ट्रोलोजर भनेको एउटा चिना कुण्डली मात्रै होइन, किन जस्तै नरेन्द्र मोदी वृश्चिक राशि, कर्कट लगन, अनुराधा नक्षत्र हो। त्यही नरेन्द्र बरेको त्यही राशि त्यही नक्षत्र मान्छे अस्ति एक्सिडेन्ट हुनुभयो। एउटा राशि नक्षत्र हो नि त, किनभने 900 करोड मान्छे भइसके 12 राशि छ। राशिमा अलिकति मिल्छ। जस्तै म कुण्डली हेर्दा म 20% मात्रै लिन्छु। अनि म हस्तरेखा हेर्छु, हातको फेस हेर्छु, तपाईँको साउन्ड हेर्छु, तपाईँको कलर हेर्छु, अनि तपाईँको कस्तो खालको बिहेभ छ त्यो हेर्छ। अनि त्यो सबै कुरालाई इन्क्लुड गरेर भनेको कुरा चाहिँ ग्यारेन्टी दिएर म भन्छु। हामीले भनेको कुरा गलत हुँदैन। साइन्स जस्तै 4 जाते गोरु कति वर्ष पुगेको छ? गोरु पाल्नेले भन्छ 5 वर्ष पुगेको छ, नपाल्ने त भन्दैन। खसी काट्ने कति किलो छ भन्दा उसले हेर्ने बित्तिकै थाहा हुन्छ। त्यसकारण मलाई एकपल्ट मान्छेको रूप रङ र बोलीचाली हेर्ने बित्तिकै त्यसको बारेमा लगभग 90% मलाई थाहा हुन्छ, किन हामीले यो गरेको धेरै भयो नि। अहिले म राति आधी घन्टा, 1 घन्टा, 3 घन्टा, 4 घन्टा पढ्छु। त्यही भएर मेरोमा अत्याधिक भिड हुन्छ। जस्तै बुधबार, हिजो बुधबार भयङ्कर भिड थियो। मेरोमा तपाईँलाई कुनै फी दिनै पर्छ भन्ने छैन। तपाईँले काम भएपछि दिनुहोस्। अब काम चाहिँ कसरी हुन्छ गुरुजी भन्ने कुरा आउँछ। कहिलेकाहीँ के हुन्छ तपाईँको भाग्य भएको कुरो पाएको हुँदैन। सम्झिनुहोस्, आँपको बिरुवा हो नि, राम्रो आँपको बिरुवा वरिपरिबाट घारीले घेरो भने त्यो त्यहीँ मर्छ। त त्यसलाई मजाले स्याहारसुसार गर्छ। जस्तै भोलि पानी आउँछ भन्न सक्छौँ हामी, तर पानी रोक्ने अधिकार चाहिँ हाम्रो छैन। त्यसले हामी के भन्छौँ, छाता लिएर जानु। अनि ज्योतिषले भाग्य चेन्ज गर्ने होइन। कतिजनाले मलाई कमेन्ट गर्छन्, गुरुजी बाबा। म बाबा होइन, तपाईँ हामी जस्तै हो। तपाईँ नि ज्योतिष सिक्नुहोस् न। दाँत खाली भएको लेडिजहरू प्रायः बुढोसँग झगडा हुन्छ, दारा निक्लेको केटाहरू प्रायः धनी हुन्छ। यो त सर्च गरेर बनाउने चिज हो। यहाँ कुनै बाबाहरू हामी त्यो दामी झाँक्री भूत प्रेत अनि पहेँलो भेष लाउने, तपाईँलाई पूजा गराउने पैसाले तपाईँलाई भोग लाग्छ, मैले खाएर हुन्छ र तपाईँले पूजा तपाईँले गरेँ मैले गरेर हामीले एउटा सिकाइदिने मात्रै हो। म पढेलेखा, हामी डिग्री ग्रेजुएसन गरेका मान्छे हौँ, हामी पढेलेखा मान्छे। अहिले मान्छे चन्द्रमामा पुगिसके, हामी भूत प्रेत धामी झाँक्री बाबा मन्दिर त्यसो भन्दै मन्दिरलाई पूजा गर्नु हुँदैन भनेको होइन। यो पहेँलो भेष किन लाइन्छ? हरेक कलरको आफ्नो रङ हुन्छ। पहेँलो भनेको बृहस्पति, यसले पैसा ल्याउँछ। सेतो भेष किन लाइन्छ? माइन्ड ठन्डा हुन्छ, यसले चन्द्रमा हो, मन शान्त गर्छ। जस्तै साँडले किन रातो लुगा लाउनुलाई खेच्छ त? त्यसको आँखामा रियाक्सन हुन्छ, कलरमा रियाक्सन। हामी साइन्सको हिसाबले हेरौँ न ज्योतिष। यहाँ कुनै कतिले बाबा भन्छन्, मलाई बाबा भन्छ। म बाबा होइन, तपाईँको दाजुभाइ छोराछोरी हौँ हामी। हामीले सिक्यो। तपाईँ आउनुहोस् न, म आधी घन्टा बस्नु, तपाईँलाई ज्योतिषमा विश्वास दिलाइदिन्छु। ज्योतिष हो, साइन्स हो भन्ने प्रुफ दिलाइदिन्छु म।
त्यस कारणले तपाईँहरू हाम्रो नेपाली दाजुभाइ के समाज छ भने हामीले चिना हेर्छौँ, चिनालाई हेरेर अनि चिनालाई बाहुनले 100% ग्यारेन्टी दिन सक्दैन। किन सक्दैन भन्नुहुन्छ भने चिना अहिले पनि 100% ग्यारेन्टी भनेर प्रुभ गर्नुहोस्, मै सक्दिनँ। म चिना हेर्छु, मजाले चिनाबारे नलेज छ। किनभने जसरी हात यो उम्ला यहाँदेखि माथि पुगेछ त मान्छे इमान्दार भला आदमी हुन्छ, यो उम्ला तल छ भने त मान्छे प्रायः फटा नेचरको हुन्छ। यो त 10 जनालाई हेर्दा 9 जना त्यस्तै हुन्छ। यो त साइन्सलाई प्रुभ गरेको चिज हो नि। अनि त्यस कारणले तपाईँले एकपल्ट आउनुहोस्, तपाईँहरूको न्युजबाट सुनेर मेरोमा आउँदा तपाईँलाई काम भएपछि 2 पैसा दिनुहुन्छ। अगाडि हामीले कुनै डिमान्ड छैन। कसरी काम हुँदा दिने भन्नुहुन्छ भने जस्तै तपाईँको राहु धेरै खराब छ, तपाईँ भाग्य धेरै राम्रो छ, पाउनु भएको छैन। अब म भन्छु तपाईँको राहु छ भने आगो कुकुरलाई खुवाउनुहोस्। यो यस्तो राहु खराब छ भने तुलसीको माला लाउनुहोस्। अब यो तपाईँलाई औँठी लाउनु पर्ने, घरमा पूजा गर्नुपर्ने, घर ठुलो बाहुन ल्याएर खर्च गर्नु त्यो आवश्यक छैन। तपाईँ यतिकै त पीडित हुन्छ, ती माथि खर्च किन गर्नु? त्यस्तो छ।